촉주 다기 신감수 상계 최바 강중과 산제 침배 희랑과 델라당니 희랑오래 촉주 뭐고 दस दिशा पूर्व दक्षिण पश्चिम उत्तर अनि माथि तल दिशा गरेर छवटा अनि पूर्व र दक्षिणको बीचको कोण अनि दक्षिण र पश्चिमको बीचको कोण अनि पश्चिम र उत्तरको कोण उत्तर र पूर्वको कोण गरेर चारवटा 6 र 4 10 दिशा है शार्लो नोक्जाङ अनि छामसी शार्लो नोक्जाङ सी अनि छामसी 8 अनि तेङ्गी छोक होगी छोक गरेर 10 दिशा भनेको दागी भनेको हरूको हो भनेको यो ताक भनेको मतलब चाहिँ बहुवचन प्लुरलमा जान्छ दागी सिंखामसु 10औं दिशामा जति पनि सिंखामहरु छन् सिंखाम भनेको नेपाली शब्दमा भन्नु पर्यो भने बुद्ध क्षेत्र है अथवा भुवन बुझ्नुभयो नि बुद्ध क्षेत्र भुवन सिंखामसु सांगे छेपा गाङजुङवा 10औं दिशामा रहेका भुवनहरुमा जति पनि विराजमान हुनुभएका बुद्धहरु हुनुहुन्छ उहाँ बुद्धहरुलाई पूजा गर्ने जो कोही होस् भनेको जो कोही भए तापनि भनेको यहाँ गाङजुङवा भनेको अब गाङजुङवा अब जसले 10औं दिशाका बुद्ध क्षेत्रहरुमा विराजमान हुनुभएका बुद्धहरुलाई जसले पूजा गर्नुहुन्छन् छेपा भनेको पूजा गाङजुङवा गर्नेहरु जो व्यक्तिहरु हुनुहुन्छन् सांगे खेम्बे हिराङवा भनेको त्यस्तो पूजा गर्ने व्यक्तिहरुले चाहिँ सांगे खेम्बे भनेको बुद्धको ज्ञान सांगे भनेको बुद्ध खेम्बा भनेको ज्ञान अथवा प्रज्ञा है सांगे अथवा सांगेको ज्ञान अथवा प्रज्ञाले चाहिँ त्यस्तो खालको व्यक्तिलाई के गर्नुहुन्छ भन्दाखेरि अनुमोदन गर्नुहुन्छन् अथवा प्रशंसा गर्नुहुन्छन् बुझ्नु भयो नि प्रशंसा गर्नुहुन्छ धेला दाम्ने हिरा हो त्यसरी नै 10औं दिशाका बुद्धहरुले बुद्ध र बोधिसत्वहरुलाई जसले पूजा गर्छन् त्यस्तो व्यक्तिलाई बुद्धले जसरी अनुमोदन गरेको छ त्यसरी नै मैले पनि धेला दाम्ने भने त्यस्तो व्यक्तिलाई मैले पनि अनि अनुमोदन गर्दछु अथवा अब हाम्रै साथीभाइ अथवा हाम्रै धर्म बन्धुहरु धर्म मित्रहरु अथवा जो कोहीले पनि बुद्धहरुको प्रशंसा गर्यो बुद्धहरुको स्तुति गर्यो बुद्धहरुलाई पूजा गर्यो भने हामीले पनि त्यस्तो खालको व्यक्तिलाई हामीले अनुमोदन गर्नुपर्छ भन्न खोजेको है यसमा धेला दानी हिराम मैले पनि अनुमोदन गर्दछु अनुमोदन भनेको मतलब चाहिँ के हो प्रशंसा गर्नु भनेको मतलब चाहिँ के हो उले 10औं दिशाका बुद्धहरुलाई चाहिँ पूजा गर्दो रहेछ एकदम राम्रो धेरै अब कुशल कार्य गर्नुभएछ पुण्य सञ्चय गर्नुभएको रहेछ धेरै राम्रो हो भनेर हामीले मनले सोच्नु अनि वचनले बोल्नुलाई चाहिँ के भनिन्छ हिराङवा अथवा अनुमोदन इंग्लिश भाषामा भन्नु पर्यो भने रिजोइस है दिग्बा तामजे शापरगे सनाला कुनला हिराङवा सांगे कुनला छाक्सालो दाने येसे छोकथोक्सो रे दिग्बा थामजे शापरगी हामीले अब त्रिकालमा गरेका अब भूतकालमा गरेको जति पनि पाप कर्महरु छन् वर्तमान कालमा जति पनि हामीले गरिरहेका पापहरु छन् भविष्यमा गर्नेहरु पापहरु जति छन् सबै पापहरु भनेको दिग्बा भनेको पाप थाम्चे भनेको सबै शापरगी भनेको प्रायश्चित गर्दछु पाप देशना गर्दछु भनेको स्वनाम कुलना हिराङो भनेको पुण्य सबै पुण्यलाई चाहिँ के गर्दछु अनुमोदन गर्दछु अब सबै पुण्य भनेको मतलब चाहिँ के हो हाम्रो अघि भने जस्तै हाम्रो धर्ममित्रहरूले गर्नुभएको पुण्यहरू भयो अनि बोधिसत्वहरूले गर्नुभएको पुण्यहरू भयो अनि अर्हतहरूले गर्नुभएको पुण्यहरू भयो अस्ति भने जस्तै श्रद्धापन सघृतागामी
अनागामी, अर्हत उहाँहरूले गर्नुभएको पुण्यहरू भयो। लामसुक भनेको मार्ग प्राप्त गर्नुभएका, मार्ग ज्ञान प्राप्त गरिसक्नुभएका अथवा भूमि ज्ञान प्राप्त गरिसक्नुभएका जो कोही बोधिसत्वहरू हुनुहुन्छन् है, उहाँहरूले गर्नुभयो। उहाँहरूले त धेरै अपरम्पार पुण्य सञ्चय गरिसक्नुभयो नि। त्यसो खालको पुण्यहरू जति पनि छन् होइन, त्यो सबै पुण्यहरूलाई चाहिँ हामीले के गर्दछौँ रे? अनुमोदन गर्दछु भने है। सिङ्गी गेवा छेपा थोबे छ त्यसलाई ठाउँ मिगे सेम्बाङ्ने निङ्ने गावे जेसु हिराङ्न त्यही सुनम न्याम्दो थपरा सुङ। यसको अर्थ के भनेको भन्दाखेरि कसैले पुण्यको काम, धर्मको काम, कुशल कार्यहरू गर्यो भने त्यसलाई चाहिँ हामीले डाहा, ईर्ष्या, आरिस नगरिकन झन् उल्टा त्यस्तो पुण्य सञ्चय गर्ने अथवा कुशल कार्य गर्ने व्यक्तिलाई हामीले प्रशंसा गर्यौँ, अनुमोदन गर्यौँ भने चाहिँ उसले जति, त्यो व्यक्तिले जति पुण्य सञ्चय गर्छ त्यति नै पुण्य हामीले पनि प्राप्त गर्छौँ रे। बुझ्नुभयो नि? त्यही भएको कारणले गर्दा हामीले साथीभाइ जो कोहीले पनि उसको त पैसा छ नि, त्यही भएर धर्म धेरै गरे, के अरे धेरै दान दिएको, धेरै स्याल्दै भालेको, धेरै डोनेसन दिएको, धेरै अब गुरुलाई धेरै चढाएको नि भनेर त्यसो नभनिकन है, राम्रो गर्नुभएछ भनेर अनुमोदन गर्ने है। उसको अब उसको त ऊ त अब मान्छेले देखाउनलाई है, देखावटी धर्म देखाउनको लागि पो गरेको भनेर त्यसरी पनि नभने। जस अरूले पुण्य सञ्चयको कामहरू गर्यो भने चाहिँ हामीले त्यस्तो खालको बात नबोलिकन राम्रो हो भनेर भनिदिने क्या। भित्री मनदेखि नै उसले पुण्य सञ्चय गरेको, कुशल काम गरेको, दान दक्षिणा दिएको भने चाहिँ धेरै राम्रो हो भनेर हामीले दाह ईर्ष्या नगरिकन उसको त देखाउनलाई गरेको भनेर नभनिकन हाम्रो भित्री मनदेखि नै प्रशंसा अथवा अनुमोदन गर्यो भने चाहिँ उसले जति पुण्य सञ्चय गर्छन्, त्यो दान दिएको बापत जति पुण्य सञ्चय गर्छन् त्यतिको पुण्य हामीले पनि प्राप्त गर्ने हुन्छन्। त्यही भएको कारणले गर्दा अनुमोदन भनेको चिज पनि गर्नुपर्छ। इङ्ग्लिसमा भन्नु पऱ्यो भने रिजोइस भन्छ है, अनुमोदन। सोनाम कुण्डला हिराम सञ्जय कुण्डला छाक्छालो सबै बुद्धहरूलाई ढोग गर्दछु, वन्दना गर्दछु है। अब छाकछालको अर्थ थाहा छ नि? छाक भनेको मतलब नेपाली शब्दमा भन्नु सजिलोसँग भन्नु पऱ्यो भने बडाल्नु भनेको छाक। छाल भनेको मतलब आफूमा केही प्राप्त गर्नु भनेको छाक। छाक नराम्रो कसिङ्गरहरू, धुलोहरू, फोहोरहरू सबै बडाल्नु अनि राम्रो खालकोहरू चाहिँ सफा ठाउँमा, भाँडामा चाहिँ केही हाल्नु भनेको। यसको अर्थ चाहिँ के बुझ्छ त भन्दाखेरि हामीसँग जति पनि पापहरू छन् नि, पाप दिग्दिप पक्ष, पाप आवरणहरू, वासनाहरू जति पनि छन् त्यो सबै चाहिँ के हो मेटाएर हामीसँग भएको जति पनि पाप कर्म आवरणहरू छन् अनि वासनाहरू, नराम्रो लेङ्गेन ढिकढिप है कुकर्महरू छन्, त्यो सबै उता बडालेर, कसिङ्गर जस्तै बडालेर सफा भाँडामा चाहिँ हामीले पानी हालेको जस्तै हाम्रो अब बडालिसकेपछि के हुन्छ? सफा हुन्छ। त्यो सफा ठाउँमा हामीले जे पनि सामानहरू राख्छौँ नि, फोहोर ठाउँमा त हामीले राख्दैनौँ नि। सफा भइसकेपछि त्यहाँ जे पनि राख्छौँ नि, जस्तै भाँडाकै कुरा गर्नु पऱ्यो भने सफा भाँडामा पो पानी हाल्ने, सफा भाँडामा पो खानेकुराहरू राख्ने गर्छौँ नि। त्यसरी नै हाम्रो शरीर पनि बडालेर अथवा सफा गरी शुद्ध शोधन गरिसकेपछि अनि त्यहाँदेखि हामीमा झिल्ला बढ्छ। बुद्ध र बोधिसत्वहरू अनि आफ्नो गुरुहरूको काय वाक चित्तमा भएको गुणहरू जे जति छ त्यो सबै हाम्रो शरीर वचन मनमा चाहिँ हाल्ने, झिल्ला बढो हाल्ने भएकोले छाकछाल। बुझ्नुभयो नि? छाकछालको अर्थ चाहिँ अनि सबै बुद्धहरूमा वन्दना गर्दछु। भूतकालका बुद्धहरू है, गइसकेका बुद्धहरू जति पनि हुनुहुन्छन् उहाँ बुद्धहरूलाई ढोग गर्दछु। वर्तमानका बुद्धहरू, वर्तमानमा जति पनि बुद्धहरू हुनुहुन्छन् उहाँ बुद्धहरूलाई ढोग गर्दछु। भविष्यमा आउनुहुने, पाल्नुहुने बुद्धहरू जति पनि हुनुहुन्छन् उहाँहरूलाई पनि के गर्दछु? ढोग गर्दछु भनेको है। साङ्गे भनेको बुद्ध, कुण्डला भनेको सबै बुद्धहरूमा वन्दना गर्दछु, दण्डवत गर्दछु है। दानी येसे छोक्थोप्सो। अब
बुद्धहरूलाई ढोक गरिसकेपछि के गर्ने हामीले अब केही प्राप्त गर्नु पर्यो अघि भने जस्तै अनि मैले चाहिँ अनि उत्तम ज्ञान प्राप्त होस् रे है दाङ्नी भनेको मैले हेसे भनेको ज्ञान छक भनेको उत्तम अनि थप भनेको प्राप्त शक भनेको होस् है मैले उत्तम ज्ञान प्राप्त होस् गर्न सकुन् प्राप्त होस् अब उत्तम ज्ञान भनेको के हो त भन्दाखेरि बुद्धत्व नै हो क्या बुद्धत्व भन्दा उत्तम ज्ञान अर्को छ छैन बुद्ध भन्दा उत्तम ज्ञान अर्को छ सर्वश्रेष्ठ ज्ञान अर्को छ छैन भन्न खोजेको मतलब उत्तम ज्ञान प्राप्त होस् भनेको है छोचो दागी छोनाम साचो ताला नेपाई झम्चु सेम्बा झम्चु छोक छाग्या गिपर कुलमा दे छोचो दागी अघि भने चाहिँ छोक्चो भनेको दशौं दिशाका छोक नाम नाम दशौं दिशाका दिशाहरूमा भनेको छोक नाम नाम भनेको छोक भनेको दिशा दिशा भनेको डिरेक्सन इङ्ग्लिसमा है शार लो नुप झङ अनि छम सी तेङ तेङ्गी छोक होगी छोक भनेर है छोक नाम नाम भनेको छोक भनेको दिशा एक छोक भनेको त्यो दुई अर्को छोक भनेको पक्षलाई पनि बुझ्छ है पक्ष बुझ्नुभयो नि पक्ष विपक्ष भने थुनछोक भनेको पक्ष मिथुनछोक भनेको विपक्ष है थुनछोक पक्षलाई पनि बुझिन्छ छोक छोक नाम ना है दशौं दिशाका दिशाहरूमा भनेको साचो ताला नेपाई दशौं दिशाका दिशाहरूमा रहनु हुने साचु भनेको भूमि सा भनेको भूमि चु भनेको 10 भूमि अहिले यहाँ भूमि भनेको मतलब चाहिँ जमिन होइन है जग्गा जमिनलाई चाहिँ भनिँदैन यहाँ भूमि भनेको मतलब चाहिँ के हो त भन्दाखेरि ज्ञान ज्ञान बुझ्नुभयो नि मार्ग पञ्चमार्ग 10 भूमि भने गरिन्छौँ नि त्यो सबै के हो मार्ग भनेको बाटो बाटो भनेको हामी हिँड्ने बाटो होइन ज्ञानलाई चाहिँ मार्ग भनेर भनेको है अनि भूमि भनेको पनि कुनै जग्गा जमिन माटोहरू होइन के हो ज्ञान हो है जस त्यो साचु ताग्ला नेपाई भनेको दशौं भूमिमा रहनु हुने अथवा 10 वटा है प्रथम भूमि के साताम्बो सान्यपा सासुम्बा भनेर हुन्छ के साताम्बो राप्तो गावा सान्यपा ढिमामेपा है के अरे प्रथम भूमि प्रमोदिता दोस्रो भूमि विमला अचला भनेर धेरै छ जस 10 भूमि छ त्यो 10 भूमिमा रहनु हुने झान्चो सेम्पा बोधिसत्वहरू बुझ्नुभयो नि साताम्बो अथवा प्रथम भूमि जब प्रथम भूमि प्राप्त गरिन्छ तब चाहिँ उहाँको नाम आर्य भनेर प्राप्त गरिन्छ त्यहाँ बुझ्नुभयो नि उहाँले चाहिँ अनि आर्य भन्न मिल्यो साताम्बो अथवा प्रथम भूमि प्रमुदिता भनेको भूमि प्राप्त गरिसकेपछि फाक्पा अथवा आर्य भनेर भन्न मिल्थ्यो है जस साताम्बो अथवा प्रमोदितामा रहनु हुने बुद्धहरू भनेको झान्चुक सेम्बा उहाँहरू चाहिँ फेरि बुद्धत्व प्राप्त गर्नु भएको छैन बुद्धत्व प्राप्त गर्ने मार्गमा लागिरहनु भएकाहरू भएको कारणले गर्दा उहाँले के भन्यो बोधिसत्व झान्चुक सेम्पा भनेको झान्चुक भनेको बोधि सेम्पा भनेको सत्व बोधि ज्ञान प्राप्त गर्नको लागि चाहिँ अनि 6 पारमिताहरू चर्याहरू आचरण गरिरहनु भएको कारणले गर्दा उहाँले के भन्यो झम्चुक सेम्पा झम्चुक छोक भनेको चाहिँ अब अघि भने चाहिँ बोधि उत्तम बोधि अथवा सर्वश्रेष्ठ बोधि भनेको बुद्धत्व नै हो झम्चुक छोक भनेको पनि अघि हेसे छोक र झम्चुक छोक एउटै हो जस झम्चुक छोक छाङ्ग्या घिपर कुलमा दे भनेको दशौं दिशाका अनि 10 भूमिमा रहनु हुने विराजमान हुनेहरू जति पनि बोधिसत्वहरू हुनुहुन्छन् उहाँहरू सबै बौद्धिक ज्ञान प्राप्त छिटो नै बौद्धिक ज्ञान अथवा बुद्धत्व प्राप्त होस् भनेर चाहिँ हामीले कुलमा भनेको अराउनु है अध्यसना भन्छ अध्यसना भने गर्नुस् तपाईले चाहिँ छिटो नै बुद्धत्व प्राप्त गर्नुस् बुद्धत्व प्राप्त गरेर चाहिँ अनि प्राणीको हित गर्नुस् प्राणी उद्धार गर्नुस् भनेर हामीले चाहिँ के गर्ने प्रार्थना गर्नेलाई नि के भनिन्छ कुलमा दे भन्छ बुझ्नुभयो नि छाङ्ग्या गिपर छाङ्ग्या भनेको चाहिँ साङ्ग्या र छाङ्ग्या एउटै हो छाङ्ग्या भनेको के हो बुद्धत्व प्राप्त गर्नु है घिपर भनेको गर्नुस् भनेको घि भन्नु है
घिपर भनेको गर्नुहोस्, कुलमादे भनेको कुलमा भनेको अराउनु क्या, अराउनु भनेको राम्रो तरिकाले अराउनु। अब तपाईँले चाहिँ तपाईँ छिटो बुद्धत्व प्राप्त गर्नुहोस् भन्न खोजेको है यसको अर्थ चाहिँ कुलमादेव। चान्चु ताम्परा सांगे सिङ देदान्चे बेदि तुल्ने सोक्षा कुलला मेलले दो छुकी खोर्लो कोर्गिरुची। अब बुद्धत्व प्राप्त गर्नुहोस्, बुद्धत्व प्राप्त गरिसकेपछिको कुरा। अब चान्चु ताम्परा भनेको चान्चु सिङ्गे ताम्पर भनेको बोधि वृक्षको रुख मुनि। शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त कहाँ गर्नुभएको थियो? बोधि वृक्षको मुनि त्यो चान्चु ताम्पर भनेको त्यो। सांगेसिङ भनेको बुद्धत्व प्राप्त गरेर भनेको बुझ्नुभयो नि। चान्चु ताम्पर भनेको बोधि वृक्षमा बुद्धत्व प्राप्त गरेर। देदान्चे बेदि तुल्ने भनेको जस्तै अब शाक्यमुनि बुद्धले चाहिँ के गर्नुभयो? त्यो बोधि वृक्षको मुनि साँझ ध्यानमा बस्नुभयो, बिहान बुद्धत्व प्राप्त गर्नुभयो। साँझ र बिहान सबैको बिचमा उहाँले के गर्नुभयो त भन्दाखेरि देहरू के अरे देदान चेपे दुई तुल्ने भनेको उहाँले चाहिँ मारहरू दमन गर्नुभयो। मार वर्ग, दे भनेको वर्ग ग्रुप है, चेपे दुई तुल्ने, दुई भनेको मार, तुल भनेको दमन गर्नु भएर। त्यसरी नै अब भविष्यमा आउनुहुने बुद्धहरूले पनि यसरी नै बोधि वृक्षको मुनि बुद्धत्व प्राप्त गर्ने बेलामा चाहिँ सबै मारगण भने मिल्यो, मारगणहरू, मारगे सेनाहरू जति पनि छन्। भगवान बुद्धलाई कस्तो के अरे शाक्यमुनि भगवान बुद्धलाई कस्तो मारहरू आएको थियो नि, स्त्रीहरूको मार के मारहरू आउनुभएको थियो। त्यो मारहरू सबैलाई उहाँले के गर्नुभयो? दमन गर्नुभयो। त्यो मारहरू सबैबाट चाहिँ उहाँले जितेर उहाँले लास्ट अन्तमा बुद्धत्व प्राप्त गर्नुभयो। त्यसरी नै भनेको देदान चेपे दितुल ने मारगणहरू सबै सहित सबै अनि दमन गरेर। सोक्षाक कुनला मेलले दो, सोक्षाक भनेको प्राणी, सोक भनेको प्राण, छाक भएको भएको, प्राण भएको जति पनि प्राणीहरू छ सबै प्राणीहरूलाई मेन भनेको के हो? औषधि। लेदु भनेको लागि भनेको। अब जस्तै रङ्गिला नेपे दुसे के भएर छ्याउ, हामी आफूलाई दुसेसी भन्छ। हामी आफूलाई रोगीको रूपमा भावना गर्नु रे। साङ्गेला मेङ्गी दुसे के भएर छ्याउ, भगवान बुद्धलाई चाहिँ साङ्गेला मेम्बा खेबे दुसे के भएर छ्याउ रे। भगवान बुद्धलाई चाहिँ उत्तम चिकित्सकको रूपमा हेर्दछु, हेर्नु रे, अनि हेर्नु रे, भावना गर्नु रे। अनि छेला मेन्गे दुसे के भएर छ्याउ भनेको धर्मलाई चाहिँ औषधि अथवा औषधिको भावना गर्नुहोस् रे, बुझ्नुभयो नि। अनि गेदुनला नेन्तेन्दो छ्याउ दुसे के भएर छ्याउ भनेको चाहिँ अब गेदुन भनेको सङ्घलाई चाहिँ अब रोगी स्याहार सुसार गर्ने, जस्तै कि अहिलेको हिसाबले भन्नु पर्यो भने नर्सको भाव राख्नुहोस् रे, बुझ्नुभयो नि। त्यसरी नै भगवान बुद्ध तपाईँले प्राप्त गर्नुभएको ज्ञान चाहिँ सबै प्राणीहरूलाई चाहिँ, अब प्राणी भनेको के हो? अहिले हामी प्राणी भनेको रोगी हो, रोगीलाई के चाहिन्छ? औषधि। तपाईँले प्राप्त गर्नुभएको धर्म चाहिँ औषधि अथवा औषधिको लागि भनेको है। छुकी खोर्लो कोर्गिरुची धर्मचक्र प्रवर्तन गर्नुहोस्, बुझ्नुभयो नि। सक्छा कुनला मेन, बुझ्नुभयो नि। भगवान बुद्धको धर्मलाई चाहिँ के को उदाहरण राखियो? औषधि। जस्तो कि बिरामी मान्छेहरूलाई के चाहिन्छ? औषधि चाहिन्छ। औषधि खाएपछि पनि निको हुन्छ नि। त्यसरी नै हामी पनि बिरामी छौँ। अब हामी बिरामी भन्न खोजेको मतलब चाहिँ के हो त भन्दाखेरि हामी अज्ञानी, कुन राम्रो हो कुन नराम्रो हो, के काम गर्दा राम्रो हुन्छ, के काम गर्दा पाप हुन्छ भनेर हामीलाई थाहा छैन। मोह अज्ञानतामा डुबिरहेका छौँ। यो संसारको के अरे सागर के अरे दुःख रूपी सागरमा हामी के अरे डुबिरहेका छौँ, भौतारिरहेका छौँ, बुझ्नुभयो नि। त्यही भएको हामी बिरामी जस्तै हो क्या। हामी कुन औषधि खायो भने के औषधि खानुपर्छ भन्ने नै थाहा छैन क्या। यदि थाहा भए तापनि कस्तो खालको औषधि खानुपर्छ भने हामीमा ज्ञान छैन। त्यो ज्ञान नभएको कारणले गर्दा हामीले दुःख भोगिरहनु परेका छन्। त्यस्तो खालको दुःखबाट अथवा रोगबाट निको हुनुको लागि चाहिँ भगवान बुद्ध तपाईँले, हजुरले हामीलाई औषधि रूपको धर्मचक्र प्रवर्तन गर्नुहोस्
भनेको है छुची खोर्लो कोर्ग्युरेची छेङा छिम्बु ड्राई दोंगाल सेमजेन थार्गिसो कल्पा जेवा सामियसु छोदन जचिङ सुगुरुची छेङा छिम्बु अब यहाँ nga मात्र हुन्छ छेङा हुँदैन अब छेङा चाहिँ धर्मको ध्वनिले चाहिँ nga ड्रा भनेको दुङदुभी भनेको थाहा छ तपाईहरुलाई दुङदुभी भनेको त्यो यसरी बजाएर आउँछ नि ओ अस्ति श्रीलङ्कामा पनि देखेको छ टाङ यसरी बजाएर आउँछ नि त्यो अहिले पो ढोल हैन अहिले पो अब समाचारहरू सम्प्रेषण गर्नु पर्यो भने समाचारहरू प्रचार गर्नु पर्यो भने टिभी छ रेडियो पहिले त रेडियो छ टिभी छ आजकल हातमा पहिले चाहिँ समाचार दिनको लागि त्यो के राजाको समाचार दिनको लागि यो बजाएर ढङ बजाउन यसो छ भनेर एक ठाउँमा भने फेरि अर्को ठाउँमा त्यो बजाएर हुन्छ नि बजाएर यसो टङ बजाउने छ नि त्यसलाई के भनिन्छ छेङा दुङदुभी भनेर छेङा भन्नु nga मात्र हो खासै है त्यो अनि छेङा चाहिँ किन भनेको भन्दाखेरि भगवान बुद्धको धर्मको ध्वनि भनेको यहाँ है अब उदाहरण दिएको नि त्यो nga जस्तै चाहिँ भनेको छेङा छिम्बु ड्राइस नि त्यो ठुलो अझै ठुलो पनि छ नि त तपाईले देख्नु भएको छ मैले देखेको छु ठुलो यसो डङ बजाउँछ नि हैन के यसो ठुलो बजाउँछ नि यसो ठुलो राखेर यसो बजाउँछ नि त्यो के अरे करण अर्जुनमा फिल्म हेर्नु भएको छैन त्यस्तो बजाउने ड्याङ ठुलो यसो बजाउँछ नि त्यो छेङा छिम्बु उठाउनु नसक्ने खालको हुन्छ नि ठुलो हुन्छ के ठुलो त्यसलाई चाहिँ भनिन्छ छेङा अहिले आलु काटेर कपडा पारेर जस्तै ठुलो त्यस्तो खालको हुन्छ नि छेङा छिम्बु ड्राई नि अब nga हो खासको त्यसको नाम चाहिँ nga है छेङा त्यसको ध्वनि हुन्छ नि त्यो बजाएर निक्लेको ध्वनि हुन्छ नि आवाज त्यो चाहिँ के हो अब त्यसरी नै भगवान बुद्धको धर्मको ध्वनि भनेको है छेङा छिम्बु ड्राइस नि भगवान बुद्धको धर्मको ध्वनिले दुङाल सेमजेन थार्गिसो जसै कि त्यो nga बजाउँदाखेरि सबैको कानमा पुग्छ नि कत्रो ठुलो होला नि त है सबैको कानमा पुगेको जस्तै भगवान बुद्धको धर्मको ध्वनिले पनि दुःख भोगिरहेका है पीडा भोगिरहेका दुःख अनि संसारको सागरमा अनि भौतारिरहेका जति पनि प्राणीहरू छन् त्यो प्राणीहरू सबैको कानमा गुन्जिएर है धर्मको ध्वनि गुन्जिएर अनि के होस् त भन्दाखेरि अनि उद्धार होस् रे थार्गिस भनेको चाहिँ मुक्ति होस् बुझ्नुभयो नि भगवान बुद्धको धर्मको ध्वनिको कारणले गर्दा दुखी प्राणीहरू सबैजना चाहिँ सुनेर कानमा गुन्जिएर अनि यो संसारको दुःखबाट चाहिँ छिटो नै मुक्त होस् अथवा मोक्ष प्राप्त गरोस् भनेको सेमजे थार्गिसो बुझ्नुभयो नि कल्प झेवा सम येसु कल्पा भनेको कल्प के झेवा भनेको करोडौं सम येसु भनेको असंख्य सम भनेको सोच्नु ये भनेको सोच्नै नसक्ने के असंख्य है अचिन्तनीय पनि भनिन्छ अचिन्तनीय करोडौं कल्पसम्म भनेको छुटेन चाहिँ सुग्युरुजी भनेको धर्मचक्र प्रवर्तन गरेर बसिरहनु यसको मतलब चाहिँ के भनेको भन्दाखेरि भगवान बुद्ध तपाईले बुद्धत्व प्राप्त गर्नुभयो अनि धर्मचक्र प्रवर्तन पनि गर्नुभयो धर्मचक्र प्रवर्तन 1 वर्षको लागि हैन 2 वर्षको लागि हैन 100 वर्षको लागि हैन करोडौं असंख्य कल्पसम्म चाहिँ तपाईले धर्मचक्र प्रवर्तन गरिरहनुस् छेतन भनेको धर्म दर्शाइरहनुस् जेचिङ भनेको गरिरहनु सुग्युरुची भनेको रहनुस् धर्म प्रवचन गर्नको लागि चाहिँ तपाई धेरै आयु लामोसम्म बसिरहनुस् है दीर्घ आयुसम्म चाहिँ रहिरहनुस् भनेर के गरेको सोलदेव प्रार्थना गरेको हो छेतन चाहिँ सुग्युरुची देबे tamdo jingyurji sebe tamjingba chiwa kunge chindala kamnyu chonam zepsu sol देबे tamdo jingyurji देबे भनेको चाहनाको हिलोमा भनेको धाम भनेको हिलो धु भनेको हिलोमा अब चाहना भने यहाँ चाहना भनेको मतलब देबे काम धातु हामी अहिले काम धातुमा छौं हामीलाई अहिले काम धातु किन भनेको त भन्दाखेरि पंच काम धातु छन् के
आँखाले राम्रो खोज्ने, राम्रो रूप राम्रो मात्र हेर्न खोज्ने, कानले राम्रो सुमधुर स्वर मात्र सुन्न खोज्ने, ध्वनि मात्र सुन्न खोज्ने, नाकले सुगन्ध बास्ना आउने मात्र सुँग्न खोज्ने, जिब्रोले स्वादिष्ट खानाहरू मात्र खान खोज्ने, अनि यो शरीरले नरम चिजहरू मात्र खोज्ने भएको कारणले गर्दा चाहिँ काम हो क्या यो सबै के हो? काम भनेको चाहना। हामी काम भनेको मतलब चाहिँ के हो? काम, यो काम गर्ने काम होइन। अहिले यहाँ कामको अर्थ चाहना। त्यस्तो चाहनाको कारणले गर्दा चाहिँ हामी यो हिलोमा के भन्छ डुबिरहेका छौँ। बुझ्नुभयो नि? देबे धाम्दु छिङ्गिरो छिङ भनेको डुब्नु। हिलो रूपी चाहनामा यो चाहियो त्यो चाहियो हो नि त। हामी सबै यो चाहियो त्यो चाहियो चाहनाको कारणले गर्दा इच्छा कहिले पुरा नहुने। कति दुःख गर्नुपर्छ हेर्नु न है। त्यो भने देबे धाम्दु छिङ्गिरो छिङ भनेको हिलोभित्र डुबिरहेको छ। अब कुनै हिलो त निक्लिनै नसक्ने हिलो हुन्छ। त्यो के अरे डुब्दै हिलो भित्र त्यहाँदेखि मान्छे खोज्न गाह्रो हुन्छ त्यहाँदेखि। त्यस्तो खालकोहरू पनि छ त। हिलो त्यस्तो खालको पनि जति चल्यो त्यति डुब्ने क्या। यो पनि त्यही हो। हामी चाहना पनि त्यस्तो हो। जति चाहना गर्यो त्यति दुःख पाउने क्या। जति चाहना कम त्यति दुःख कम, जति चाहना बढी त्यति दुःख बढी। त्यो एउटा हिलो हुँदो रहेछ। जति चल्यो त्यति झन्झन डुब्ने एउटा हिलो हुँदो रहेछ नि त। त्यसरी जति चल्यो त्यो झन्झन डुब्ने क्या। त्यसरी नै देबे धाम्दो छिङ भनेको डुब्नु है। झिङ्गिरो छिङ बुझ्नुभयो नि? हुन्छ। सेपे ताङचिङपा सेपा भनेको तृष्णा। तृष्णाको अर्थ चाहिँ के हो त भन्दाखेरि झन्झन चाहिने क्या। जस्तै कि उदाहरण नुनिलो पानी खानु जस्तै क्या। कुरा बुझ्नुभयो? नुनिलो पानी खायो झन् तिर्खा लाग्यो, झन् खायो झन् तिर्खा लाग्यो, झन् खायो झन् तिर्खा लाग्यो। सेपा तृष्णाको अर्थ चाहिँ यो है। चाहना र तृष्णामा फरक छ। अहिले चाहना भनेको चाहिँ अब त्यतिसम्म हुँदैन। तृष्णा भनेको मतलब चाहिँ के हो? झन्झन चाहिने क्या है। नुनिलो पानी जस्तै। नुनिलो पानी तिर्खा मेटाउनुको लागि नुनिलो पानी खायो झन् तिर्खा लाग्यो, झन् पानी चाहियो। त्यसरी है। सेपा भनेको के हो? तृष्णा। सेबु भनेको चाहिँ डोरी। तृष्णाको डोरी यहाँ चाहिँ उदाहरण दिएको क्या है। तृष्णाको डोरीले धामचिङपा भनेको एकदम कसेर हामीले चाहिँ के हो बाँधिराखेका छन् भन्न खोजेको मतलब यो संसारमा तृष्णाको कारणले गर्दा चाहिँ हामी यो संसारमा दुःख भोगिरहनु परेका छन्। हुनु पनि हो नि है। धर्म के अरे जग्गा छ, जमिन छ, कसरी छोडेर जाने? छोरा छ, छोरी छ, आफन्त छ, आमा छ, बुवा छ है, आफन्तहरू छन्। कसरी छोडेर जाने होला? मर्यो भने त मेरो के हालत होला? अब म त मरेर जान्छ मेरो छोराछोरीको के हालत हुने होला? मेरो घरको के हालत हुने होला? मेरो त्यहाँ ब्याङ्कमा त्यतिको धन सम्पत्ति छ, सुन चाँदी छ, त्यसको के हालत हुने होला भनेर यही हो नि। तामचिङपा भनेको त्यही हो। कसेर बाँधिराखेको छन् क्या। मर्ने बेलामा पनि त्याग्न नसकेर त्यो मर्ने अवस्थामा छ नि, सास छुट्ने अवस्थामा त्यो लोभको कारणले गर्दा कहाँ जन्मिन्छन्? प्रेत लोभ है। कहाँ जन्मिन्छन्? प्रेत लोभमा। त्याग्नै सक्दैन नि है। त्यही त्याग्न नसक्ने भएको कारणले गर्दा अहिलेदेखि अलिअलि त्याग्दै जानुपर्छ भनेको मतलब प्र्याक्टिस हो नि। त्याग्ने पनि अभ्यास प्र्याक्टिस हुने थाहा छ नि। जस्तै कि तपाईँले मैले सधैँ दिने उदाहरण रोटी। फर्स्टचोटिमा रोटी कहाँ गोलो हुन्छ त? एकचोटि बेर्यो, दुईचोटि बेर्यो, तीनचोटि बेर्यो, चारचोटि बेर्यो, अनि त्यहाँदेखि त्यहाँ रोटी टक्क अहिले त नहेरिकनै रोटी टक के अरे गोलो बनाउन सक्नुहुन्छ नि तपाईँले। बेर्न सक्नुहुन्छ नि। त्यसरी यो त्याग्ने भनेको पनि आज अलिकति त्याग्ने, भोलि अलिकति त्याग्दै जाने हो क्या। अब भन्न खोज्नु मतलब म एक दिन मर्छ नै है। हामी एक दिन मर्छन् नै। त्यो मर्ने अवस्थामा चाहिँ मैले त्याग्न सक्ने बनाउनु पर्यो। तपाईँ के अरे त्यो नत्यागिकन त त्याग्न नसकेर तपाईँले सँगै लाने, त्याग्न सके पनि सँगै लान सक्ने त होइन। जति पनि जग्गा जमिनहरू
जोड्नुहोस्, जति पनि धन सम्पत्ति जोड्नुहोस्, जति पनि सुन चाँदीहरू जोड्नुहोस्, त्यो सबै चाहिँ के हो, एक दिन छोडेर जानुपर्छ। त्यो मर्ने अवस्थामा कतिपय मान्छेहरू चाहिँ धर्म गर्छ लास्ट त्यो मर्ने अवस्थामा चाहिँ त्याग्न नसकेर क्या कथा छ, हो कथा भनौँ। एउटा कसाई थियो अरे नि, कसाई क्या, अब कसाई अब यसै अब कुखुरा खसी के बोकाहरू काटेर मासु बेच्थ्यो अरे। अनि मासु बेच्थ्यो अरे, त्यहाँदेखि अनि उसको जीविकै त्यसरी चल्यो। अनि कुन दिन चाहिँ एक दिन उसको दिमागमा आएछ अरे, दिमागमा चाहिँ के आएछ त भन्दाखेरि ओहो यो काटमार गर्ने त राम्रो कुरा होइन रहेछ भनेर त्यहाँदेखि उसको दिमागमा आएर ला अब मैले चाहिँ धेरै पाप कर्म गरेको रहेछु भनेर दिमागमा आएर ऊ चाहिँ भगवान् बुद्धकोमा गएछ अरे। अब भगवान् बुद्ध हेर्नु, मैले त अब धेरै यसरी काटमार गरेँ, धेरै के अरे जस पाप कर्महरू गरेँ, अब मैले पाप प्रायश्चित गर्नको लागि के गर्ने भनेर भगवान् बुद्धलाई सोद्धाखेरि भगवान् बुद्धले चाहिँ के जवाफ दिनुभयो त भन्दाखेरि ठिकै छ अब है आफूलाई तिमीले सधैँ बुद्ध 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 भनेर मन्त्र जप्नु, अन्त तिम्रो पापहरू सबै कटेर जान्छ भनेर भन्नुभएछ। ठिक छ, त्यहाँदेखि बुद्ध 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 भनेर मन्त्र जप्नु भएछ अरे नि, जप्यो। अनि तर एउटा कुरा चाहिँ के हो त भन्दाखेरि उसले पो काम छोडेको रहेछ नि त, उसको छोराछोरीहरूले नछोडेको रहेछ नि कसै काम है, उसले चाहिँ छोडेको रहेछ। अब उसको छोराछोरीले चाहिँ उसले छोडाउन नसकेको अथवा नछोडेको भनौँ। त्यहाँदेखि अनि मन्त्र के बुद्ध बुद्ध भनेर जप्यो। अनि लास्ट अन्तिममा उसको जब अब मर्ने बेलामा सास टुट्न लागेको बेलामा चाहिँ उसको मनमा चाहिँ के आयो भन्दाखेरि बुद्ध भन्ने शब्द आएन, सम्झिएन अरे। बुद्ध पनि सम्झेन, बुद्ध पनि सम्झेन, उल्टा के अब त्यो मर्न लागेको बेलामा चाहिँ बिरामी भइरहेको बेला, मर्न लागिरहेको बेलामा चाहिँ हाम्रो आफन्तहरू वरिपरि घेरिएको हुन्छ नि, बचाउन नसके पनि रुनलाई रेडी भएर बस्छ नि, त्यसरी अनि के अरे अब छोराछोरीहरू चाहिँ त्यहाँ उसको छेउमा बसिरहँदाखेरि अनि उसले चाहिँ के भन्यो, छोराहरूले गाली गरेछ अरे क्या, तिमीहरू त्यहाँ पसल त्यो मासु पसल हेर्न जानु पर्दैन, मेरो छेउमा किन बसिरहेको भनेर त्यसरी सास ट्याक्क त्यागेछ अरे नि, सास त्यागेछ अरे। त्यसरी भनेपछि त्यहाँदेखि त्यो मान्छे चाहिँ के हो, सिधै नरक लोकमा। त्यहाँदेखि बुझ्नुभयो नि, त्यसो पनि हुन्छ। हामीले के अरे जीवनभर धर्म गरेर मात्र पनि के धर्म गरेको भन्दैमा मात्र पनि हुँदैन। मर्ने अवस्थामा चाहिँ हामीले यो मनलाई चाहिँ कन्ट्रोल गर्न सकेन भने, ठिक ठाउँमा ल्याउन सकेन भने हुँदैन। त्यही भएको कारणले गर्दा अब त्यो मनलाई चाहिँ ठिक ठाउँमा ल्याउनको लागि चाहिँ अघि भने चाहिँ के गर्नु पर्यो, अहिलेदेखि बानी पार्नु पऱ्यो। क्या अहिलेदेखि बानी पार्नु पऱ्यो, त्याग्ने हुन्छ नि, अब लोभ रिस मोहहरू त्याग्दै बानी पार्नु पऱ्यो है। अनि पो त्यति बेला जस्तै कि हामीले अब भगवान्हरू पनि भावना गर्ने बेलामा तपाईँ अब फवा चेनेसिक गरेर ध्यान गर्नु, फवा चेनेसिक सम्झिनु भन्दाखेरि अहिले फर्स्टमा एकैचोटि त सक्दैन नि। अनि फर्स्टमा के खुट्टा सम्झिने कि हात सम्झिने कि जिउ सम्झिने कि उहाँको गरगहना सम्झिने कि अनुहार सम्झिने कि के सम्झिने, अनि त्यहाँदेखि बिस्तारै अभ्यास गर्दै जान्छ। अनि त्यहाँदेखि बिस्तारै उसको क्रमबद्ध रूपमा चाहिँ सम्झिन सक्छ। अनि तलदेखि है तोप्पेमादेखि लिएर है त्यसरी सम्झिन सक्छौँ। जस भन्न खोजेको मतलब सेबे तामचिङपा भनेको हामीले चाहिँ तृष्णाको डोरीले एकदम कसेर बाँधिरहेका छन्। छिवा कुन्गी चिन्दाला, छिवा कुन भनेको डोरी नै हो। छिवा जे चिजले बाँधिन्छ त्यसलाई छिवा भन्छ है। छिवा कुन्गी सबै डोरीहरूले, अब यहाँ डोरी भनेको मतलब चाहिँ के हो, लोभ रिस अज्ञानता डाहा घमण्डहरू भनेको यहाँ चाहिँ छिवा कुन्गी भनेको डोरी नाम दिएको है तिनीहरूलाई चाहिँ। कुन्गी चिन्दाग्ला त्यो सबै छिवाहरू अथवा डोरीहरूले चाहिँ हामीलाई बाँधिरहेका छन्। दाग्ला भनेको मलाई है। त्यति बेला चाहिँ काङ्गे छोनाम सिक्सुसल, काङ्गे भनेको दोपाया, काङ भनेको खुट्टा, काम्बा भनेको खुट्टा, नि भनेको दुई खुट्टा, छोक भनेको दुई खुट्टाहरूमध्ये सर्वश्रेष्ठ को हुन् त भन्दाखेरि भगवान् बुद्ध। बुझ्नुभयो नि, भगवान् बुद्धले के भन्छ, काङ्गे नाम कि छोक भन्छ।
काङ्गी नाम्की छोक दोपाया अथवा द्विपथहरू मध्येको सर्वश्रेष्ठ को हुन् त भन्दाखेरि बुद्ध हुनुहुन्छ र त्यति बेला चाहिँ हामी चाहिँ यो तृष्णाको डोरीले हामीलाई बाँधिरहेका छन् अथवा यो क्लेशले हामीलाई बाँधिरहेका छन् क्लेश रूपी डोरीले हामीलाई बाँधिरहेका छन् त्यो बाँधिरहेको हामी व्यक्तिहरूलाई हामी प्राणीहरूलाई चाहिँ बुद्धहरूले अनि करुणाको चक्षुले अवलोकन गर्नुहोस् भनेको काङ्गी नाम सिक्सुसोल भनेको अवलोकन गर्नुहोस् अथवा हामीलाई करुणाको चक्षुले हेर्नुहोस् भनेर प्रार्थना गरेको हो यो चाहिँ बुझ्नुभयो नि semge timar gyurbala sangye namne me semje namla chandu sibe chole dolwara sho semge timar gyurbala sem भनेको अहिले यहाँ sem भनेको चित्त भनेको यहाँ मन भनेको तर यहाँ चाहिँ भन्न खोजेको मन मात्र हैन मनमा पनि सफा मन र अशुद्ध मन छ नि यहाँ चाहिँ अशुद्ध मन भनेको है यति कुरा हामीले बुझ्नु पर्छ सेम भने अशुद्ध मन भएका सेमकी ढिमा भनेको मनमा मैलो हाम्रो मैलो हुन्छ नि मैलो आउँछ ढिमा भनेको के हो मैलो फोहोर मैलाहरूले लागेका हामी प्राणीहरू भनेको है सेमकी ढिमा सेमकी अब फोहोर मैला भनेको नि के हो त लोभ रिस मोह अभिमान घमण्ड डाहा ईर्ष्या त्यस्तो खालको फोहोर हामीमा छ है हामी प्राणीहरूमा छन् त्यो फोहोरी प्राणीहरूलाई भनेको अब फोहोर भएको प्राणीहरूलाई अब फोहोर भनेको मतलब के हो अरे रिस भएका लोभ भएका घमण्ड भएका डाह ईर्ष्या अज्ञानता भएकाहरूलाई साङ्गे नाम्ने मुमिजे भगवान बुद्धहरूले त्यस्तो प्राणीहरूलाई जति पनि फोहोरी प्राणीहरूलाई चाहिँ भगवान बुद्धले निन्दा गर्नुहुन्न रे निन्दा भनेको मतलब यो त फोहोरी रहेछ भनेर व्यवस्था गर्ने हुन्छ नि त्यसो गर्नु हुँदैनन् रे अब हामी भए चाहिँ फोहोरी मान्छे आउने ए छिछि उता जाऊ भन्ने हुन्छ सफा मान्छे आउने यता आऊ फोहोरी मान्छे चाहिँ छिछि उता जाऊ भने भगवान बुद्धहरूलाई त्यसो मतलब छैन रे यसको मतलब चाहिँ के हो त भन्दाखेरि भगवान बुद्धहरूलाई चाहिँ सफा भए पनि फोहोरी भए पनि सबैलाई समान बराबर के हेर्नुहुन्छन् रे बुझ्नुभयो नि मिजे साङ्गे नाम्नी मिजे भनेको निन्दा गर्नु के मतलब डोमिनेट गर्नु के निच देखाउने गर्नुहुन्नन् रे बुझ्नुभयो नि सेमके ढिमर घिर्पाला भनेको जस महिलो भएका व्यक्तिहरू अब सिधा भन्नु पर्यो भने चाहिँ पापी मान्छेहरूलाई भनेको बुझ्नुभयो नि पापी मान्छेहरू धेरै अब क्लेश भएकाहरूलाई चाहिँ भगवान बुद्धहरूले निन्दा गर्नुहुन्नन् भनेको मिजे सेमचेन नामला झम्थुक देन अझ उल्टा चाहिँ के हो त भन्दाखेरि उल्टा त्यस्तो खालको प्राणीहरूलाई मैत्री राख्नुहुन्छन् रे झम भनेको के हो रे मैत्री थुक भनेको के हो थुक्जिए भनेको करुणा मैत्री र करुणा राख्नुहुन्छन् रे बुझ्नुभयो नि त्यस्तो खालको पापी अनि धेरै क्लेशयुक्त प्राणीहरूलाई चाहिँ बुद्धहरूले झन् उल्टा मैत्री र करुणा राख्नुहुन्छन् रे सिबे छोले ढोलवा रहेछ त्यसो खालको प्राणीहरूलाई चाहिँ है पापी प्राणीहरू धेरै क्लेश एकदम तीव्र रूपमा क्लेशयुक्त भएका प्राणीहरूलाई चाहिँ यो सिपा भनेको भव छो भनेको सागरबाट चाहिँ ढोलवा रहेछ भनेको उद्धार गर्नुहोस् है मुक्त गरिदिनुहोस् मुक्तिको मार्गमा लानुहोस् भन्नुभयो सिबे छोले डोलवारा यसो जोपे सांगे घाँसुक दाङ घाँदा देदा माजोङ दाङ देदा जेसो दाक्लोप चिन झाँचुक चेपा चुगिरोछि जोपे सांगे भनेको सम्यक सम्बुद्ध जोपा भनेको सम्यक सम्बुद्ध भने सम्बुद्ध भनेको सम भनेको सकिसकेकोलाई सम भन्छ है सकिसकेको के सकिसकेको प्राप्त गर्नुपर्ने ज्ञानहरू सबै प्राप्त गरिसक्नुभयो त्याग्नुपर्ने क्लेशहरू नराम्रो जे जति छ त्यो सबै त्यागिसक्नु भएकोले के भनिन्छ जोपा है अनि जोपे साङ्गे है सम्यक सम्बुद्ध घाँसुक्दा जो सम्यक सम्बुद्ध हुनुहुन्छ उहाँ विराजमान हुनुहुन्छन् भनेर है घाँदा देदा माजन्दा अब वर्तमानमा विराजमान भइरहेका सम्यक सम्बुद्धहरू
अनि घाँदा धेताङ भनेको भूतकालमा पाल्नु भइसकेका बुद्धहरू, माजम्बा भनेको भविष्य जस अहिले पाल्नु त भएको छैन तर भविष्यमा पाल्नु हुने जति पनि बुद्धहरू हुनुहुन्छ नि त्यो जस त्रिकालका बुद्धहरू घाँसु दाङ घाँदा धेताङ माजम्बा धेदाक जेसु दाक्लोप्चिङ भनेको उहाँहरूको धेदाक भनेको उहाँहरू त्रिकालका बुद्धहरू उहाँहरूको भनेको जेसु भनेको अनुसरण गर्ने भनेको है जेसु भनेको पछाडि अनुसरण गर्ने दाक्लोप्ची जस त्रिकालका बुद्धहरूले जसरी बुद्धत्व प्राप्त गर्नुभएको छ जस्तै कि लोब्लाम भन्छ लोब्लाम भनेको शिक्षा सिक्ने मार्ग उहाँहरूले बोधिसत्वको पालामा यतिको दुःखहरू चर्याहरू गर्नुभयो कि 6 पारमिताहरू चर्याहरू गर्नुभयो कि कल्पढङ्गमै सुम्दो छोकसाक भन्छ नि असङ्ख्य 3 कल्पसम्म चाहिँ उहाँले पुण्य सञ्चय गर्नुभयो क्या यो 6 पारमिताको चर्या चाहिँ उहाँले आचरण गर्नुभयो त्यसरी नै भनेको जेसु दाक्लोप्चिङ म पनि बुद्धहरूले जस्तै सिक्छु अथवा बुद्धहरूले जस्तै शिक्षा सिक्छु अथवा बुद्धहरूको शिक्षा सिक्छु भनेको लोप भनेको सिक्नु शिक्षा सबै है जेसो दाग भनेको मैले लोप्चिङ भनेको सिकेर अथवा आचरण गरेर उहाँले जसरी बोधिचर्या गर्नुभयो बोधिचर्या गर्नुभयो र बोधिचर्याबाट पार गरेर बुद्धत्व प्राप्त गर्नुभयो त्यसरी नै मैले पनि त्यसरी नै बोधिचर्या शिक्षा सिकेर भनेको नि है दाक्लोप्चिङ जाङचुप चेपा चेगुरुची जाङचुप चेपा भनेको बोधिचर्या है बोधिचर्या अब जाङचुप भनेको बोधि भनेको नै बुद्धत्व है अनि चेपा भनेको चर्या भनेको अब दैनिक चर्या भन्छ नि बोधिसत्वहरूको चर्या नै के हो त भन्दाखेरि 6 पारमिता को आचरण गर्नेलाई अनि चेपा हुन्छ है चेगुरुची भनेको त्यसरी मैले पनि बोधिसत्वहरूले जस्तै 6 पारमिताहरू चर्या अनि आचरण गरेर अथवा दान पारमिता पुरा गर्छु शील पारमिता पुरा गर्छु शान्ति पारमिता पुरा गर्छु विद्या पारमिता पुरा गर्छु ध्यान पारमिता पुरा गर्छु प्रज्ञा पारमिता पुरा गर्छु भनेर अनि के गरेको अनि प्रार्थना गरेको हो भयो है जान्छु चेपा गुरुछिन अरल छिन्टुक जोगिने जुडुक सिमजेन थर्गिसो उनसे ठुको उंगिने लामे जान्छु रे गुरुछि फारोल छिन्टुक फारोल भनेको मतलब चाहिँ पर भनेको पारमिता भनेपछि पार भनेको यहाँ पर भनेको जस्तै कि एउटा किनारबाट अर्को किनारलाई पनि पार भन्न मिल्यो है यहाँ चाहिँ फारोल अथवा पार भनेको मतलब चाहिँ के हो यो संसारबाट अर्को संसार भनेको मतलब यो जुनीबाट अर्को जुनी भनेको फारोल है छिन भनेको पुग्नु भनेको ठुक त्यो यो संसारबाट अर्को संसारमा पुर्याउने भन्नु खोजेको मतलब यो संसारबाट नै के पार गर्न सकाउने के पार गर्ने भनेको है यो संसारको दुःखबाट पार गर्ने भने चाहिँ त्यो पार गर्नको लागि चाहिँ हेतु कतिवटा छन् भन्दाखेरि ठुक 6 वटा छन् रे है फारोल छिन्टुक बुझ्नुभयो नि त्यो छिन्टुक चाहिँ के हुन्छ दान शील शान्ति विद्या ध्यान अनि प्रज्ञा है त्यो 6 वटा पारमिता खट पारमिता पनि भन्छ षट पारमिता पनि भन्छ त्यो 6 वटा पारमिता चाहिँ जोगिने भनेको सम्पन्न गरेर भनेको है जोग भने गिने भनेको सम्पन्न गरेर पुरा गरेर भनेको 6 पारमिता पुरा गरेर यो लौकिक धर्मबाट चाहिँ पार गर्नलाई पार गर्ने भन्छ है अनि 6 पारमिताको पारको अर्थ चाहिँ यो है बुझ्नुभयो नि यो संसार लौकिक धर्म अथवा संसारबाट पार हुनलाई चाहिँ पार अनि ढोढोक सेम्जेन थर्गिसो 6 पारमिता पुरा गरेर अनि 6 लोकका प्राणीहरू सबैलाई चाहिँ के हो मोक्षको बाटोमा पुर्याउन सकुन् अथवा उद्धार गर्न सकुन् भनेको ढोढोक भनेको 6 लोक सेम्चेन भनेको प्राणी थर्गिसो भनेको चाहिँ उद्धार गर्न सकुन् है वंशे ठुपो वंगिने वंशे ठुपो भनेको 6 अभिज्ञा 6 अभिज्ञाहरू चाहिँ प्राप्त गरेर अथवा साक्षात्कार गरेर भनेको 6 अभिज्ञा अब 6 अभिज्ञामा चाहिँ के हुन्छ भन्दाखेरि लाइमिक लाई नावा शेन्सेम सेपिङ वंशे जुटुल गिङ वंशे
होइन मैले जेसो ढेम्पे मन्से झापा सेबे मन्से भन्ने छ अनि यो चाहिँ यो मन्से 5 वटा यो झापा सेबे मन्से भने चाहिँ आश्रफ अभिज्ञा हो आश्रफ अभिज्ञा चाहिँ यो बौद्ध धर्म बाहेक अरू धर्ममा पनि हुन्छ बुझ्नुभयो नि 5 वटा यो चाहिँ के हो जस्तै कि यहाँ छ त्यहाँ लेखिरहेको छ दिव्य चक्षु लाइमिक दिव्य चक्षुको मतलब चाहिँ के हो त भन्दाखेरि यो दिव्य चक्षु प्राप्त गरिसकेपछि हामीले स्वर्ग अब यहाँ बसेर यो संसारको जुनै पनि ठाउँ हामीले आँखाको अगाडि छर्लङ्ग देख्न सक्ने त्यसो खालको आँखा प्राप्त गर्नलाई के भनिन्छ दिव्य चक्षु स्रोत दिव्य स्रोत भनेको लाई नावा भनेको हामी यहाँ बसेर संसारको कुना कुनाको कति जस भन्ने के कता कताको चाहिँ यो जस संसारको शब्द अथवा ध्वनि हामीले सुन्न सक्नेलाई चाहिँ के भनिन्छ दिव्य स्रोत है बुझ्नुभयो नि अनि परचित्त ज्ञान भनेको मतलब चाहिँ के हो अरूकाको मनमा के छ भनेर थाहा पाउन सक्नेलाई चाहिँ के भन्छ सेन्सेम सेपिङ वैसे अथवा परचित्त ज्ञान कुरा बुझ्नुभयो नि हामीले भन्ने गर्छ नि ए ऊ त माता हो उसलाई के जे पिटी भन्नु हुँदैन जे पाए त्यो भन्नु हुँदैन उसले थाहा पाउँछ डराउँछ नि वैद्यहरू चाक्रीहरू यो त चाक्री है उसलाई जे पाए त्यो भन्नु उसले त हाम्रो मनमा के सोचिरहेको सब थाहा हुन्छ डराउँछ नि त्यही हो सेन्सेम सेपिङ वैसे भनेको तर हो कि होइन त्यो के थाहा है उसले थाहा पाउने हो कि होइन परचित्त ज्ञान भनेको सेन्सेम सेपिङ वैसे अनि मैले जेसो ठेम्बा भनेको यो चाहिँ के पूर्व निवास अनुस्मृति भनेको मतलब पहिलेको जुनीको बारेमा थाहा पाउने अस्ति पनि भने नि मैले है तपाईँलाई म पहिलेको योभन्दा पहिलेको जुनीमा म के थिएँ सुँगुर थिएँ कि कुखुरा थिएँ कि कुकुर थिएँ कि न मान्छे थियो कि न देवता थियो कि न देवी थियो कि के थियो त्यो न प्रेत थियो कि है कि न नरकलोकमा दुःख भइरहेको थियो कि है त्यसलाई चाहिँ के भन्छ त्यस्तो खालको ज्ञान प्राप्त गर्नेलाई चाहिँ के भनिन्छ पूर्व निवास अनुस्मृति रिद्धि अभिज्ञा भनेको चाहिँ अब रिद्धिमा चाहिँ 6 प्रकारका 8 वटाहरू हुन्छ है यो रिद्धि भनेको एउटा पाइला टेके कि हाम्रो त अलिकति कति फिटसम्म मात्र हुन्छ पाइला उहाँहरू यो पाइला टेकिसकेपछि त्यहाँ एक पाइला यहाँ एक पाइला अमेरिका एक पाइला उता कता युकेमा टेक्न सक्ने क्या त्यस्तो खालको के अरे शक्ति भनेको है यो रिद्धि अभिज्ञा भनेको अनि त्यो 5 वटा चाहिँ के हो यो चाहिँ बौद्ध धर्म बाहेक अरू धर्महरूले पनि प्राप्त गर्न सकिने कुरा बुझ्नुभयो नि ध्यान दिनुहोस् है यो 5 वटा चाहिँ बौद्ध धर्म बाहेक अरू धर्महरूले पनि प्राप्त गर्न सक्ने खालको अभिज्ञा हो अनि लास्टको शास्त्र क्षय भनेको चाहिँ झापा सेबी मोइसे भनेको चाहिँ झापा भनेको मतलब नि के हो झर्नु भनेको सेवा झर्नु भनेको के झर्नु भन्दाखेरि यो संसारमा झर्नु क्या संसारमा फेरि जन्मिनुलाई चाहिँ झापा भन्छ बुझ्नुभयो नि अनि संसारमा अबदेखि चाहिँ म यो संसारमा अविद्याको कारणले गर्दा अबदेखि चाहिँ यो संसारमा म साक्षी गर्नु झर्दैन भने थाहा भएको त्यो सेसी गरेको से भनेको सक्नु छे भनेको के हो सकिसकेको त्यस्तो खालको ज्ञान एउटा प्राप्त हुन्छ यो चाहिँ अब बुद्धिस्टमा मात्र हुन्छ यो ज्ञान चाहिँ यो अभिज्ञा चाहिँ है बुद्धिस्टमा मात्र हुन्छ यो त्यो चाहिँ के हो आश्रफ क्षय अथवा झापा सिपी वैसे भने त्यो 6 वटा वैसे ढुक यो 6 वटा वैसे 6 अभिज्ञाहरू चाहिँ के गरेर साक्षात गर्नु भनेको प्राप्त गर्नु बुझ्नुभयो नि प्रत्यक्ष अब आफूले प्राप्त गर्नु गरेर भनेको लामे चाङ्चु रेगुरुचि लामे चाङ्चु भनेको पनि के अनुत्तर बोधि भनेको यहाँ अनुत्तर बोधि ज्ञान भनेको यहाँ बुझ्नुभयो अनि अनुत्तर बोधिमा चाहिँ रेगुरुचि भने स्पर्श गर्न सकुन् अनुत्तर बोधिमा स्पर्श भनेको छुनु है अब ला भनेको माथि मे भनेको छैन त्योभन्दा माथिको ज्ञान छैन बोधि ज्ञान भन्दा माथिको ज्ञान छैन अथवा बुद्ध भन्दा माथिको ज्ञान छैन भनेको है त्यस्तो खालको यो बुद्ध ज्ञान अथवा अनुत्तर बोधि ज्ञानमा चाहिँ पुग्न सकुन्
त्यहाँ छुन सक्नु रेक भनेको खास यसो छुनु टच गर्नुलाई भन्छ टच गर्नु भनेको मतलब प्राप्त गर्न सकुन् भनेको क्या यसको मतलब चाहिँ है लामे चाहन्छु रेगुरुची बुझ्नुभयो नि यसको अर्थ चाहिँ हो है ल थर छिन्टो चोगिने टोटो सिमचेन थाकी वैसे ठुको वङ्गिने लामे चाहन्छु रेगुरुची अब यो चाहिँ यो झम्बा मलम चाहिँ के हो त भन्दाखेरि हामीले भविष्यमा झम्बा मलम सरी झम्बा गोम्बो यो सहलोक अथवा मिजे झिक्दै यो सिंहमा पाल्नु हुने बेलामा चाहिँ हामी त्यति बेला हामी पनि जन्मेर झम्बा गोम्बोको प्रवचनहरू धर्मचक्र प्रवर्तनहरू सुनेर हामीले पनि अनि के अरे बोधिसत्वचर्या आचरण गरेर हामीले पनि के अरे बुद्धत्व प्राप्त गर्न सकुन् भनेर मलम गर्ने हो के यो चाहिँ अब यो चाहिँ मलम हो अब निङमा